एलब्याग यो गाडी आज बर्दिवास आज यो एलब्याग हो बर्दिवास ट्रायल सेन्टरमा आज हेभीको ट्रायल हुने भएको कारणले यो एलब्याग पहिलो चरण भनेको एलब्याग रहेछ। एलब्याग छिराएर त्यसपछि 8 मा हो एलब्याग तर्फ गइरहेछ। यो बर्दिवास ट्रायल सेन्टर भक्से पुल भन्दा अलिकति पछाडिपट्टि हो। त्यो सेतो घेरा चाहिँ छुन पायो यो है हामीले। पहेँलो घेरा चाहिँ छुनु भएन, पहेँलो घेरा एकदमै छुनु भएन। त्यो सेतो घेरा चाहिँ मिनिएको हो। यो हेभीले छुँदाखेरि केही फरक भएन। एलब्याग तर्फ गइरहेछ, यसरी जाने हो एलब्याग। पुरै एलब्याग गइरहेछ। 2081 5 13 गते आज मेरो चाहिँ रिट्रायल हो। यही बसले दिने हो। फर्स्ट ट्रायल फेल भएको उकालोमा गएर। यो चाहिँ एलब्याग तर्फ गइरहेछ है गाडी। गइरहेछ बर्दिवास ट्रायल सेन्टर बर्दिवास महोत्तरी गइरहेछ। यस अब अगाडि बढ्ने हो यो गाडी 8 तर्फ बढ्ने हो। अन 8 तर्फ गइरहेछ। कता बढी जाने मेरो त्यो चप्पल लिएर गइदिएर च्याटिङ जुत्ता छोडेर गएर नयाँ टोक्ने हो। मेरो हिन्दी हाल्यो त्यो एलब्याग 8 मा 8 तर्फ गइरहेछ। सेतो घेरा छुँदा केही फरक भएन, पास हुन्छ, फेल हुँदैन। 8 तर्फ गइरहेछ। तर कटे नि दियो भने यो गाडीमा कट्छ के? यो गाडीमा स्ट्रिङ पनि पातलो छ के यो गाडीको, कमलो छ। यो गाडीले अस्तिमा पुल्टेको यार साइड लाइट निवन बिर्सेर माटोमा। यो गाडीमा चाहिँ बर्दिवास ट्रायल सेन्टरमा आउँदा यो गाडी पऱ्यो भने लगभग जो कोही पनि पास हुनसक्छ। किनभने लुकिङ ग्लासहरू पनि एकदम राम्रो छ। अनि ह्यान्डल पनि कमलो छ क्या, अरूमा परिँदैन। यो गाडी नम्बर हेर्ने साथीहरू। पहेँलो घेरा छुँदा केही हुँदैन है। यो पहेँलो घेरा रे सेतो घेरा छुँदा केही हुन्न। सानो गाडीको यस सेतो घेरा चाहिँ पहेँलो छुयो भने चाहिँ लगभग फेल हुने हो। बिचमा छ क्लच हैन। युटर्न तर्फ गइरहेछ। यो 8 बाट निस्किने बित्तिकै साइड लाइट बाल्ने हो युटर्नमा। युटर्न सिधिसकेपछि गाडी सिधा भएपछि साइड लाइट निभाउने हो। यहाँ राखेको हुन्छ जे लाइट। अब लाइट त सबैलाई थाहा छँदैछ। के गरी रातो बल्यो, पहेँलो ग्रिन बल्यो भने यहाँबाट रोक्ने हो, रोकेर अनि हरियो बल्यो भने जाने हो। यो बिचमा रोक्ने हो, टक्क लाएर बिचमा रोकेर ट्राफिकले चाहिँ यहाँ एउटा चिन्ह राखिदिन्छ। पछाडि सुल्काउनु भएन। अगाडि गइरहेछ, ठिक छ, पास हुन्छ।